द सेक्रेट अफ गेटिङ पिपल म्यासेज यु फर्स्ट। सो आजको टपिक चाहिँ यो रहेको छ। नमस्कार, म पदम महत। सो सिन्स दिस इज एट्र्याक्सन मार्केटिङ, सो जब हामीले चाहिँ एट्र्याक्सन मार्केटिङ गर्छौँ त्यसमा चाहिँ हामीले यो तीनवटा कुरा चाहिँ दिन सक्नु पऱ्यो। सो फर्स्टमा भनेको वी निड टु गिभ देम अ भ्यालुएबल कन्टेन्ट। सो जसले गर्दा चाहिँ अब हामीले हाम्रो बिजनेस सम्बन्धित हाम्रो भ्युवर्स हाम्रो अडियन्सहरूलाई चाहिँ शिक्षा दिन सक्नु पऱ्यो। अनि वी निड टु इन्टरटेन देम। र अर्को भनेको चाहिँ वी निड टु सेयर देम आवर लाइफ चेन्जिङ अपर्च्युनिटिज। सो अब हामी चाहिँ अथेन्टिक अथवा चाहिँ रियल पर्सन भएर आफ्नो लाइफ स्टोरिजहरू अब आफ्नो स्ट्रगल आफ्नो सक्सेस अथवा चाहिँ आफ्नो विन्स स्टोरिजहरू चाहिँ जब हामी चाहिँ जोको दिनमा चाहिँ कसरी चाहिँ स्ट्रगल गरिरहेको थियौँ र यो बिजनेसमा आइसकेपछि चाहिँ आफ्नो लाइफ स्टाइलहरू चाहिँ कसरी चेन्ज भइरहेको छ र हामीले यही प्लेटफर्महरू युज गरेर चाहिँ कसरी चाहिँ आफ्नो इन्कमहरू चाहिँ जेनेरेट गर्न सकिरहेको छ भन्ने विषयमा चाहिँ उहाँहरूलाई हामीले चाहिँ सेयर गर्नुपर्ने हुन्छ। र जब हाम्रो यो कन्टेन्टहरू हेरेर चाहिँ हाम्रो अडियन्स हाम्रो भ्युवर्सहरू चाहिँ म पनि मेरो लाइफस्टाइल चेन्ज गर्न चाहन्छु अथवा चाहिँ आफू यही प्लेटफर्म युज गरेर चाहिँ इन्कम जेनेरेट गर्न चाहन्छु भनेर चाहिँ इन्ट्रेस्ट गर्नुहुन्छ, त्यस पछाडि चाहिँ उहाँहरूले हामीलाई चाहिँ रिच आउट गर्नुहुन्छ। सो गाइस, यदि तपाईँहरू पनि यो बिजनेस सम्बन्धी थप जानकारीहरू लिन अथवा आफ्नो लाइफस्टाइलहरू चेन्ज गर्न चाहनुहुन्छ र यही प्लेटफर्म युज गरेर चाहिँ आफ्नो इन्कम जेनेरेट गर्न चाहनुहुन्छ भने प्लिज रिच आउट टु मी। सो आजलाई यति नै। म भोलि फेरि अर्को नयाँ टपिक लिएर आउनेछु। सो त्यतिन्जेलसम्मको लागि स्टे ट्युन एन्ड बी सेफ। थ्याङ्क यू एन्ड थ्याङ्क यू फर वाचिङ।